عصافير ودماغي بتعمل شايف عصافير. हेलो वेलकम टु माई सन ब्लग। अनि आज चाहिँ म यहाँ लिम्सिङबुङको यो पेसर दाइ यो कुन ठाउँ अरे कुन ठाउँ अरे बलमटा भन्ने ठाउँ आएको छौँ हामी। पेसर दाइ म नवीन दाइ चाहिँ हामी अब गुल्यौचोली भोलिको गुल्यौचोली हुने घरमा जाँदैछौँ। यस्तो बाटो छ, भिरालो बाटो हिँड्दैछौँ। अनि हाम्रो भोलि हाम्रो गुल्यौचोलीको भ्लग पनि आउँछ। अनि तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ डाँडा साँडा सबै यहाँ कस्तो दामी दामी छ। चप्पल भेट्नु भयो त नि। पेसल दाई, नवीन दाई अनि हामी चाहिँ अब यता तल हो, यहाँ तल जानु लागेको। कस्तो हुन्छ पहिला खाँकै हामी चाहिँ तल गएर फेरि आउनेछौँ भाइ। हेर्दै गर्नु भिडियो। सुन्तलाको बोट हिँड्दा तल पुगिसकेको छ। म चाहिँ दौडिँदैछु तल दौडिँदैछु। ब्रेक हान्नु ब्रेक। हो आइपुग्यो तल। कुकुर सुकुर त खाएन नि दाइ? टोक्दैन नि। हामी चाहिँ आइसक्यौँ। लसुन आमामा लसुन त कत्रो लसुन हेर्नु सक्नुहुन्छ गाइजहरू। हाम्रो पनि यत्रो फलेको छैन हौ। कत्रो लसुन त। पहाडी कुकुरहरू यहाँ छ, सुतिरहेछ। अनि अघि हामी चढेको बाटो उहाँ कहाँबाट हो? अगाडिबाट हो। स्कुल यो स्कुल नानाहरू मान्छेहरू छ, केटाकेटीहरू वर्षात भाइ पूजन भन्नेहरूको छ नि। अघि हामी आएको बाटो चाहिँ यो है गाइज, सरर राम। यता कहाँ छ स्कुल? हो त स्कुलदेखिको यो सरर ओह्रालो नै तिमीहरू फर्क्यो नि उता गएर माथि त्यो नै अघि त्यहाँदेखि सरसर गयो भने ठ्याक्कै फिलेकै माउलो घर अगाडि ठ्याक्कै पुगिन्छ आएको घर छ। अनि अब यहाँ हामी यता जान्छौँ पेसो दाइको आन्टीको दिदीको घरमा। अनि सबतिर के गाई हेर्नु न माउरीको ठाउँमै छ त्यो गाई। हामी अब फेरि पनि कुकुर ल्याउँदैछु मैले। कसैलाई किन्नु छ भने मेरो घर आएर सम्पर्क गर्नु होला। म कुकुर ल्याउँदैछु, भोटे कुकुर पहाडे। अनि कस्तो राम्रो फुल छ, चमेलीको फुल हो। चमेलीको फुल हेर्नु सक्नुहुन्छ। वो नाइस। त्यो गाइस हामी तल जान्छौँ। तल गएर यताउता कामसाम सघाउँछौँ। अनि त्यसपछि फेरि भिडियोमा आउँछौँ गाइज होइन। यहाँ चाहिँ हाम्रो पेसा दाइहरू भलिबल खेल्ने उसमा आइसकेको छौँ। ठ्याक्कै भेट्ने रहेछ। ल पेसा दाइ सर्ट। ओ खतरा स्कुल। यो चाहिँ सानो स्कुल यहाँको। यहाँ चाहिँ स्कुल हेर्नु सक्नुहुन्छ। चट्ट उदयपुरै गाइज, फेरि उदयपुर नै हो। हेर्नु सक्नुहुन्छ चार उदयपुर रहेछ नि। 4 नम्बर वडा गाइज। स्कुल चाहिँ सानो छ होइन, केटाकेटीहरूलाई टाढो जानु नपर्ने। त्यही भएर चट्ट डाँडा गाइज। यता पनि बुलेरो आउँदैछ होइन, हेर्नु सक्नुहुन्छ। बुलेरो त्यस्तो ठाडो छ ओह्रालो। बुलेरोको यस्तो ठुलो झर्दैछ गाइज। आउनु चाहिँ यही बाटो आउँछ है गाइज। त्यहाँबाट कता जान्छ क्या, उताबाट मासतिर जान्छ गाडी चाहिँ। उहाँ आउँदैछ, कहाँ पुग्यो? ओहो आउँदैछ गाइज छैन। यहाँ चाहिँ हामी आएर भलिबल खेल्दैछौँ। भलिबल
यहाँ भलिबल पायरसँग अनि पेसलदाईमा हुन्छ सट्ट हामी बल गयो भने चाहिँ यतातिर सिधै खोल्छ है गाइस सिधै खोल्छ यताको खोल्छ अनि यताको खोल्छ गएपछि दुईवटा खोलाको बिचमा यो जान्छ गाइस पेसलदाई सट गाइसहरू यहाँ भान्से बनायो यता सबैजना पेसलदाई गाह्रो छ पेसलदाई कसको कुकुरी यो मेरो कुकुरी लिएर आएको अहिले मासु गर्न चाहिँ हिँड्छ नि हेलो गाइज होइन हामी चाहिँ अब तल के अरे गुन्यौचेलीमा जानु लागेको अनि त्यो गाइज हिजो अब रात परिहाल्यो अब राम्रो आउँदैन भनेर बनाइएन अनि अब चाहिँ हामी यहाँबाट निस्किनु लागेको तल दिदीहरू भेनाहरू भान्जा आमाहरू सबैजना तकिसक्नुभयो हामी चाहिँ अनि अब यहाँबाट तल उहाँका तल पुग्नुपर्छ बाटोमा देखाउँछु तपाईँहरूलाई गाइज हामी चाहिँ लाग्यो तलतिर गुन्यौचेली घरतिर लाग्यो हामी अब दादा हामी लाग्यो गुन्यौचेलीतिर कपाल बिजाउनु पर्ला जस्तो छ सुकिहाल्छ क्या एकैछिन कपाल ठिक छ हामी ओह्रालो झर्दै छौँ अहिले हिजो आधी छ ब्लग हिजो चाहिँ हामीले काम गरेको देख्नु पाइनँ नरिसाउनु होला कपाल सपाल कस्तो छ देखेको छैन त्यो छ बाँस झाउमा सिधा बाँसहरू तरी झर्नुपर्ने हुन्छ चिप्लो छ बाटो चिप्ल्यो भने चिप्ल्यो चाहिँ यस्तै त्यही भएर हामी चाहिँ हो तल पुग्नुपर्छ तल देखेको छैन अहिले त्यहाँबाट देखेको छु गाइस हामी चाहिँ आइपुग्यौँ गुन्यौचेली घर हिजो बनाएको भान्से यो हो स्कुल आइपुग्यौँ हामी यहाँ केटाकेटीहरू बल खेल्दैछ अहिले चाहिँ हामी यहाँ गुन्यौचेली घर आइसकेको छौँ अनि पेसल दाई चाहिँ यहाँ हुनुहुन्छ त्यहाँ भान्से पेसल दाई अनि हामी चाहिँ लुगा सुगा लिँदैछौँ पेसल दाईलाई हुनुहुन्छ लास्ट धुलो रहेछ नि हावा धेरै हावा चलेछ पेसल दाई चाहिँ उता हुनुहुन्छ यहाँ हुनुहुन्छ पेसल दाई अनि दाईहरू सबैजना पेसल दाई मेरो सामान पार्सल के भलक म हिँड्ने लाउँछु आजको दिन लाउनु हिँड्दाको डिस्क्राइब गरिदिन्छ होइन हेलो गाइज यहाँ चाहिँ होइन चट्ट एक नयाँ डिजाइनकै यहाँ साबुन पनि झुनिरहेछ सरर साबुन पनि झुनिरहेछ यहाँ पेसल दाइले डेमो देखाउँदै हुनुहुन्छ यहाँबाट यसरी हाल्दाखेरि
झट्ट हेर्न सक्नुहुन्छ 22 धारा खतरा यहाँबाट धुने है गाइजहरू पानी धुने साबुन यहीँ छ झट्ट साबुन ओराले बनाउनु पर्छ यहाँ भर्यो यस्तै बनाउने मुगालो बनायो भने त मात्रै गर्दैन युटिलाइज पनि गर्दै गर्नुपर्छ यहाँ साबुन कसरी धुने यो साबुन यसरी अनुवाद दिएको थियो नि यसरी धुने अर्कै डिस्टेन्स बुझ्छ नि प्रेसर दाइले कसरी धुनु यसरी धुनुपर्छ झट्ट गाइज धाराको सिस्टम चाहिँ खतरा रहेछ यो चाहिँ यसरी बसेर खाने है यहाँ कहाँसम्म हुन्छ वहाँसम्म हुन्छ है बसेर खाने यो चाहिँ झट्ट गाई चाहिँ बसेर खाने होइन अब चाहिँ गाई चाहिँ होइन अब टिका लाउने बेला भइसकेको छ होइन भाइहरूलाई त्यसो दाइ रेडी हो हामी अब यहाँभित्र टिका सिका लगाइदिनु छिर्छौँ अनि बुवा र आमा चाहिँ भित्र जानुपर्छ एकछिनै यहाँ चाहिँ अब खानपिनको सुरु हुन लाग्दैछ यताबाट सरर होइन यतादेखिको सरर
भान्जा आउँदैछ यहाँ भान्जा भान्जीहरू हामी यहाँ के गरेको दादा धारा बनाएको धारा 22 धारा दिदी भेना भान्जु यता हेलो गाइस बाबु ज्ञान भयो भेना मलाई अब हामी यहाँ बसेर खानुपर्ने हुन्छ कता यतै बस्नु त होला नि त्यतै खानुपर्ने छ हेलो गाइस हामी चाहिँ आइसकेको छौँ वास दामी भइरहेछ नि दामी भइरहेछ मिठो राम्रो भएछ तास खेलेर बस्नु तपाईँलाई कस्तो लाग्यो पहिलोचोटि होला सायद हामी त पहिलोचोटि आएको यहाँ हामी यसरी बसेर पनि पहिलोचोटि अहिले होइन त मैले उहाँ पनि देखेको दिदीको बिहामा पनि देखेको उहाँ कहाँको लाहानमा सन्डे भुइँमा बसेर तर यस्तो राम्रो सुन्दरता त थिएन होला नि त हामी चाहिँ अब यसरी बसेर खानुपर्ने हुन्छ झट्ट पुरा भेना उता हुनुहुन्छ यसरी बसेर टक खाने हो टक्क अब उता भेना उहाँसँग है स्पेसल दाइ कता तीन पानी हो क्या हो साथी 3 पानी हो 4 पानी किसिमबाट बनाएको चिनी हालेर पुराको स्पेसल दाइ भान्सेमा यता चाहिँ होइन सुन्तलाको दाना सक्नुहुन्छ सुन्तला फल्नु थालिसकेको छ होइन अब चाहिँ अलिक दिनपछि यस्तो दामी ठुल्ठुलो भएर आउँछ यो सुन्तलाहरू चट्ट अनि सुन्तला खाने दिन पनि आउनु नजिकै आउनु थालिसकेको दाना लागिसकेको छ हेर्नु त्यसको दाना लागिसकेको छ चट्ट सुन्तलाको रेसिपी देखाइदिएको यस्तो फल्छ कि एक हप्ता कन्टिन्यू टिप्दा पनि सकिँदैन क्या हामीले 10-12 जना केटाहरूले होइन एक हप्तासम्म कन्टिन्यू टिप्दा यो आमा यस्तो हुन्छ कि सकिँदैन टन्नै छ है यसपालि पनि टन्नै फल्नेवाला छ हेर्नु सक्नुहुन्छ सुन्तलाको सबभन्दा धेरै फलेको छ यहाँ देख्ने सबैभन्दा धेरै फलेको दाना फलिसकेको छ यतातिर हाम्रोतिर फलिसकेको छ खाना आउनु होला गाइड छैन हामी एकदम मिलाएर दिन्छौँ त्यही हो यहाँ चाहिँ फोटो सुट हुँदैछ दिदीहरूको क्यामराम्यान नवीन दाइ भेना यता चट्ट यहाँ बसिरहेछौँ हामी अब एकछिनमा खाना खाने हो गाइजहरू चट्ट ल हेर्नु गाइज अब चाहिँ हामी भात खानु लागेको नवीन दाइ म अनि भेना दिदी भान्जो भेनाहरू भात खानु हो यहाँ आइसक्यो थोरै हालिदिनु ल मलाई खाना अब खाना खाने हजुर के खानु लागेको भतेर भटेर खानु लागेको हामी अब भात खाएर आउँछौँ फेरि हेलो गाइज जान्छ
गाइजहरू हामी चाहिँ खाइसक्यौँ हामी भेनाले खोइ अलिकति देखेन कि भेनाले हान्दै हुनुहुन्छ हान्छ कि म ल कस्तो बाङ ऊ खाँदै हो हामी चाहिँ आज उहाँ गाइजहरू डल्लाछौँ है खाँदैछ है स्पेसली खाएको है हाम्रो वर्षात भाइ को भाइ वर्षात भाइको भाइ है आज नखाने राखिराख्नु है हामी खुर्सानी हाम्रो भुटेले दाल ओसार्दै हो सलमान दादाले मासु आमा हो दाइहरू यस्तै सेवा गर्ने गरे भुटे ओ यो कति धेरै सुरु गरौँ गाइजहरू ल भेनालाई नि गाइज भन्नु खायौँ है स्वागतम भनौँ या आजको कार्यक्रमको ढोका खोल्न गीतको बोल थाहा भएन मलाई यहाँ हाम्रो प्राविधिक मित्रमा सोनिया र सुसिता राई रहनु भएको छ र म आजको विशेष चुनाव कर्मको मेरो भान्जीहरू अस्मी राई र आकृति राईलाई म यस आजको प्राङ्गण भने पनि आजको यस सांस्कृतिक कार्यक्रमको आँगन भने पनि यहाँनिर म निम्ताउन चाहन्छु अस्मी राई र आकृति राई। हेलो गाइज गुड मर्निङ। अनि आज चाहिँ धेरै ढिलो हिजो रातभर 3 बजीसम्म सुतेर यहाँ आज पेसल दाइको घरमा यहाँ बिहान कराएर पूजासुजा यहाँ गर्दै हुनुहुन्छ। यहाँको खसी मार हान्दै हुनुहुन्छ। अब यहाँ हेरौँ होइन बोका मार हान्नुहुन्छ। अब यहाँ कसरी हान्नुहुँदो रहेछ चट्टै हेरौँ। पूजा गर्दै हुनुहुन्छ। भाले नि उ त्यहाँ छ भाले कता छ? भाले पनि छ यहाँ। भाले पुरा निउरिक्क परिसकेको छ भाले चाहिँ। अब यहाँ हेर्दै जाउँ। भेना चाहिँ हिजो छिटो हिँड्ने हाल्नुभयो। म त निद्रा मजाले पुर्याएँ। हामी त
गाइज पूजा पनि यहाँको माड पनि हामी हो अब त्यो गाइज अब चाहिँ अब नेक्स्ट ब्लग फेरि आउँछ गाइज माड पनि हामी हो चट्ट अब एडिट सिडिट गर्नु पर्यो होइन टाइम लाग्छ चट्टसँगले एडिट सिडिट गरेर फेरि नेक्स्ट ब्लग छिटै आउँछ गाइज